नमस्ते एभ्रिवान, सबैलाई स्वागत छ मेरो फेरि एउटा ब्लगमा। आजको ब्लग भने म निकै दिनपछि लिएर आउँदैछु, किनभने यो ब्लग मैले पहिल्यै बनाएको थिएँ, तर मैले एडिटिङहरू गरेको थिइनँ, किनभने निकै प्रब्लम भइरहेको थियो। कति लाइफमा कतिवटा स्ट्रगल र लाइफमा कतिवटा प्रब्लम्सहरू आइरहेको थियो, र त्यसले कारणले मैले ब्लग हाल्नु सकेको थिइनँ। र आज चाहिँ म ब्लगमा के लिएको छु भने नि, आज चाहिँ मेरो एउटा साथीको भाइको बिहा थियो मेरो घर छेउमा, र त्यसको म सानो ब्लग लिएर आएको छु। यो हेर्नु सक्नुहुन्छ, निकै नै राम्रो डेकोरेसन गरिरहेको छ। यो डेकोरेसनमा चाहिँ एकदमै फाइनेस्ट 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 मलाई चाहिँ लागेको थियो यो बिहामा चाहिँ। यो बिहामा चाहिँ हामीले मनमा के सोचेको थियौँ भन्दाखेरि एकदमै इन्जोय गर्नेछौँ है, र धेरै नै मस्ती गर्नेछौँ भनेर चाहिँ सोचेको थियौँ। तर त्यस्तो केही पनि भएन। किन भनेपछि म अहिले एकछिनमा भन्छु है गाइज। यो देख्न सक्नुहुन्छ कति राम्रो डेकोरेसन गरिरहेको छ है। यतिको राम्रो त डेकोरेसन सायदै धेरै मान्छेहरूले कमै गर्छ, र मलाई चाहिँ यो धेरै नै राम्रो लागेको थियो, र सबै कुरो फाइन राम्रो देखिरहेको थियो। चेयरदेखि लिएर पन्डालदेखि लिएर त्यो एभ्रिथिङ सेटअप राम्रो थियो के। र त्यसले कारणले एकदम पुरा आज चाहिँ यो बिहामा एकदम इन्जोय गर्नेवाला छौँ हामी भनेर सोचेको थिएँ। तर त्यस्तो केही पनि भएन। किन भन्दाखेरि साथी हो, राति चाहिँ के भयो भन्दाखेरि नि, धेरै 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 पानी आयो। पानीले गर्दाखेरि यो बिहा बर्बादै भयो। कुनै प्रकारको इन्जोयमेन्ट गर्नु पाएन हामीले, कुनै प्रकारको पनि एउटा हुन्छ नि एक प्रकारको मस्ती माहौल केही गर्नु सकेन। यो चाहिँ डेको हो, डेमा चाहिँ एकदमै यति राम्रो मौसम थियो, घाम लागिरहेको थियो, सबै कुरो एभ्रिथिङ इज गुड है, सबैतिर राम्रो थियो। र यो नाइटको भ्लग मैले जब बनाउँदै थिएँ त्यतिखेर चाहिँ हल्का मौसम खराब भइरहेको थियो है। र त्यसले गर्दाखेरि तपाईँ देख्नुहुन्छ नाइटमा कति राम्रो देखिरहेछ, हेर्नुहोस् त क्या फाइन देखिरहेछ होइन। र यस्तो फाइनेस्ट डेकोरेसनमा हामीले केही पनि राम्रो गर्न सकेनौँ। किन भन्दाखेरि हामीको मौसम भन्छ नि, प्रकृतिको अगाडि हाम्रो केही पनि चलेन, र प्रकृतिले हामीलाई साह्रो नराम्रो धोका दियो, र पानी पुरा परेर 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 यस्तो रड्डी भयो। हेर्नुहोस् त कति दामी ब्लगमा आइरहेको छ, भिडियोज पनि कति दामी आइरहेछ है। ठिकै छ, केही छैन। अब कस्तो भए पनि हामीले मस्ती गर्नु पाएन, र चल्छ, यस्तै हो जिन्दगी। र प्रकृतिको अगाडि कसको के चल्छ र ब्लगमा हेर्नुहोस् कति राम्रो देखिरहेको छ है। यसले गर्दाखेरि गाइस के गर्नु, हामीले न मस्ती गर्नु पायो, न हामीले राम्ररी गेस्टलाई हेर्नु पायो। ठिकै छ गाइस, हुन्छ एभ्रिवान, फेरि भेटौँला नेक्स्ट ब्लगमा है। अब यस्तै भइहाल्यो, के गर्नु। टेक केयर गाइस, सी यू।